मामुलाई सरप्राइज दिनलाई रेडी भएर बसिरहेछ है। मामु आउँदै हैसिन्छ। ह्यापी बर्थडे मामु। ए ह्यापी बर्थडे। डायमन्ड रिङ हो। अब के त अब जे पनि हुन्छ। कस्तो भयो त ल एक्सपिरियन्स भन न त। कस्तो हुनु नि एकदम खुसी लाग्यो। खुसी लाग्यो। मामा आउँछन् एकछिनमा अनि के भन्छौ? ह्यापी बर्थडे टु यु मम भन्छौ? ह्यापी बर्थडे भन त राया। ह्यापी बर्थडे भन न। से राया से ह्यापी बर्थडे। राया के गर्दैछ? आऊ 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 के गरेछौँ यहाँ? मामुको बर्थडे सरप्राइजको लागि यहाँ चाहिँ मामुलाई सरप्राइज दिनलाई रेडी भएर बसिरहेछ है। मामु आउँदै हैसिन्छ। फुल देखाउ त्यो बाबा। अनि त्यही भएर अब हामी चाहिँ बिमलाजीलाई वेट गरिरहेको। बिमलाजीको काम सकिने बेला भयो। बिमलाजीलाई चाहिँ केही पनि आइडिया छैन किनकि हामीले हिजै केक काट्यौँ। हामी सबैजना अहिले टायर्ड कामबाट आएर थाकेको भएर चाहिँ नगर बाबा। हामी चाहिँ अब फ्यामिली टाइम स्पेन्ड गर्ने, मजाले खानासाना खाने। अनि अब हाम्रो दसैँ आउँदै भएर बिदा लिएको छ कि त्यही बेलामा रमाइलो गर्ने भनेर बिमलाजीलाई चाहिँ केही पनि थाहा छैन। अनि कृष्णदा र मम्मीले चाहिँ बिमलाजीलाई सरप्राइज दिन आँटेको। अनि यो सबै केकहरू गिफ्टहरू सबै रेडी गरेर राखेछौँ। अब बिमला दिदी आइसिन्छ। बिमला दिदीको रियाक्सन कस्तो हुन्छ अनि रियाक्सन भिडियो पनि खिच्छौँ। मलाई चाहिँ यसरी भ्लग बनाउन मन पर्दैन। बिमलाजीलाई चाहिँ एकदम धेरै मनपर्छ। त्यही भएर बिमलाजीको लागि चाहिँ आज यसरी गराइदिन लागेको हो। अब बिमलाजी आइसिन्छ, हामी सरप्राइज दिन्छौँ। बिमलाजीलाई कस्तो लाग्छ त्यो पनि रेकर्ड गर्छु। अनि बिमलाजीले भ्लगमा हाल्छिन्छ। सबैजनाले हेर्नु, बिमला दिदीलाई बर्थडे विशहरू दिनु है। ह्यापी बर्थडे मामु। मामुलाई देऊ देऊ। ए ह्यापी बर्थडे। यहाँ यहाँ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Bimladi. Happy birthday to you. अब बालम कस्तो लाग्यो त सरप्राइज? एकदमै रमाइलो। अब हिजो भनेपछि त फेरि झ्याउँछ त। कस्तो हो कि बसेर पछि अनबक्सिङ गर्ने कस्तो हो कि? सानी मामुको बर्थडे हो। ह्यापी बर्थडे भन्यो। ल ल ल केक काट्ने अब ल। उहाँको रियाक्सन चाहिँ यस्तो भयो है। के हो क्या अरे के अरे? डायमन्ड रिङ हो। अब के त अब जे पनि हुन्छ। जहिले डायमन्ड रिङ भन्थ्यो त्यही भएर हो क्या। अब अहिले एकछिनमा हेरेर अब थाहा हुन्छ डायमन्ड हो कि गोल्ड हो कि सिल्भर हो कि फलामको हो कि। ल ल जाऊ चाँडो फ्रेस भएर। ल भनेपछि त्यस्तो केही एक्सपेक्ट गरेको थिएनौ? मैले त्यस्तो केही एक्सपेक्ट गरेको थिएन। अनि यो केक चाहिँ होला मैले भनेको थिएँ नि त मिठो केक चाहिँ खाने हो है बर्थडेमा भनेको थिएँ नि त। केक चाहिँ लिएर आयो होला नि, अरू त के गरे होला र जस्तो लागिरहेको थियो कि। केक पनि हेर्दाखेरि त अब मिठै छ जस्तो छ है। केक चाहिँ मिठो हुनु पर्यो, अरू त थाहा छैन। राया बेबी ह्यापी बर्थडे भन्नु न। अझ केक पनि केक लिएर अब तिमी काममा गइसकेपछि गएको नि त। सब केक पसल त बन्द भइगएको थियो। बल्ल बल्ल एउटा केक पसल भेटेर अर्डर गर्नु पर्ने थियो तर फेरि अब त्यो के अर्डर कस्तो भन्ने भयो, बिजी भयो। अनि ल ल ल अब केक कट गरौँ। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे डियर बिमलादी। Happy birthday to you. ल ल ल केक खाम अब केक खाम। ल केक कट गरौँ। केक
पहिला केक सेक खाम अनि त्यसपछि फेरि अनि यो खोलेको भिडियो हैन राया बाफ्रे खाना खाने मजाले बस्ने भनेको थोरै ए मामलाई खुवाइदेऊ खै मामलाई कसरी खुवाइदिन्छ रायले खै मामलाई खुवाइदेऊ त पुच्छिन् कि फेरि सबै कुरा थाहा छ है अझाले ल भाइ ड्याडले खाने अब है ल म पहिला खुवाइदिन्छु तिमीलाई ल ह्यापी बर्थडे डार्लिङ थ्याङ्क यू ब्रो आहारे मिठो छ अब त खान ल थ्याङ्क यू खाने आफै खाने रे ह्यापी बर्थडे ल ल गिफ्ट हेर्ने पालो आयो है अब गिफ्ट हेर्ने तान्डुराको के रहेछ त त्यही हो सोचेकै थिएन कि केक र अब खाना मिठो त सोचे थिएँ तर ऊ चाहिँ यो कसरी हो त खोल्ने स्लाइड गर नि त्यसलाई डोरीलाई स्लाइड गर तर गिफ्ट चाहिँ आश पनि थिएन आश थिएन गिफ्टको ह्यापी बर्थडे आई लभ यु सो मच रे कसले होला के ला अब कसले होला सोच विचार के होला हेर न के हो भित्र ओ माय गॉड चिन खै देखाइछु राम्रोसँग खै कसले रहेछ मिल्छ कि न पछि दुईटै गिफ्ट हेर्ने अनि भन्ने मिल्छ कि न अब खै खै त अब साँच्ची हो ल किया जाए ल अर्को हेर्छु पहिला हामी ल कस्तो कन्फ्युज पार्दै त भाइ कति गीत किनकि मलाई यस्तै खालको मनपर्छ नि त के हो के ब्लगरलाई के चाहियो अब अरू ओ माय गॉड खोलौँ न अनबक्सिङ त गरौँ फोटो हेर्नु बाहिरको अब आम्मा अब भोलि एउटा भ्लग बनाइहाल्नु पर्यो त भोलि बिदाको दिन बाबा ओ माय गॉड खै त खोल्ने कसरी त यो प्लास्टिकलाई ज्यादा बाफ्रे बर्थडे नमनाउने खाना खाएर पल्टिने भनेर त के हो यस्तो बिमलादी भएन बुढो भयो ओ माय गॉड अब दसैँमा घुम्न जाँदा त अनि यही बाटो भिडियो बनाउँछु मैले त ओ माय गॉड ल होइन कि आरुसीले हो कि कसले हो यो ए यहाँ रहेछ ममाले के पायो मामुले रायले चाहिँ के दिन त मामुलाई रायाले के दिन्छ मामुलाई बुके दिए त भन्देऊ न ए बुके चाहिँ रायले हो ओ माय गॉड बाफ्रे लामो सास फेर्छ त अचम्म लाग्यो सोच्दै सोचेको थिएन गिफ्ट त अनि ओ माय गॉड अचम्म लाग्यो न के चालचुलै गरेको थिएनौ त केटा अनि ल सरप्राइज हुन्छ त अनि चालचुल गर्यो भने नै मैले त गिफ्ट त केही यस्तो आश मानेको थिएन नदिनु भनेको थियो त गिफ्ट त मेलाई बाफ्रे मैले भनेको होला त्यही ल्याइदिन्छु रोको भाइ हुन्थ्यो त एकलट त ल भयो अब केही भन्छु अब इन गरौँ ल अहिले त्यहीबाट भ्लग कन्टिन्यू गर्नुपर्छ कि लास्टमा कस्तो आउँदो रहेछ फेरि यो फेरि अलिक महँगो पनि छ फेरि योसँग आज पैसा छैन यो त तैँले अहिले दिन पर्दा पछि मुलुक आएपछि दिनुहोस् भनेको थिएँ कि यो महँगो गिफ्ट त अहिले चाहिने स्पेशल ओकेजन अहिले आयो नि त त्यही त अब कसले के होला भन फाइनल देऊ नै यो खै अक्षरबाट थाहा पाउँछु राइटिङबाट थाहा पाउँछु खै यसको कभर यो आरुसीले हो
कस्तो लाग्यो त एकदमै राम्रो लाग्यो किनकि मैले यस्तै भनेको थिएँ तँलाई अस्ति कहिले भन्छ होला त्यसै तैँले त्यो नेपालबाट मनिषलाई मनिषले पठाइदिनु लाग्छ नि त मैले त्यस्तै मगाउने भनेको थिएन ल अब लगाउनु पर्छ मलाई थ्याङ्क यू राई माया गर्नु मामुलाई ल हाम्रो अब मिठो मिठो खाना पनि बनाएको छ खाना पनि खानुपर्छ अब सो मच अनि मेरो कान्छी बहिनीले मिठो मिठो खाना पनि पकाएको छिन् अब मैले मजाले खाना खान्छु भोक लाग्छ मलाई ल बाई थ्याङ्क यू बुढो ल बाई थ्याङ्क यू ल आरुषि